आज बिहान घुम्न जाँदैछु। मुवाला त्यति चार्ज पनि छैन। आज धेरै पछाडि मैले भिडियो बनाउँदैछु। क्यामेरामा सुडो बिहान हेर्दै हिँड्छ त के हो। दिदी फायर भइसक्यो रिसाले। म धेरै पछाडि घुम्न गइरहेको छु अनि धेरै पछाडि क्यामेरा तर्सेर आएको छु, भिडियो देखाउँदैछु। दिदी रिसाले फायर भइसक्यो। अघिदेखि म त मस्त सुतेछु। हिजो कन्सर्ट थियो, मेरो दाइको कन्सर्ट। त्यहाँ म गएर आएको हिजो। अब दिदीले रिसाले खोलिराख्नु भएको छ। यो चाहिँ कन्सर्ट लाइट चोक हो हरेको। यो चाहिँ चिया बगान के हो। यता साइड गेट गाइज हो, गाडी आउँछ। हामी चाहिँ हिँडिरहेछौँ आज रिफ्रेसमेन्टको लागि। डाँडा काँडा पुरै हरियाली। यही हामी आएको बाटो चाहिँ। हामी त बसेर पिसाब पो फेर्नु थाल्नु भयो त यार पुरा। गर ल। आहा रमाइलो भयो। आमामा जियोस् के हो तिम्रो नाम, परिचय गर ल। धेरै गाह्रो भइरहेछ। सुडे हामी कहाँसम्म अरे यात्रा? हामी एकदम धर्म कर्म प्रति इन्ट्रेस्ट भएको मान्छे। हामी सानो पाथी भएर जाँदैछौँ साथीहरू। यता टिकटक बनाउँदै हुन्छ, टिकटक क्विन हुन्छ यता। उफ हामीले सफाइ नपाएको अवस्था अरे यहाँ पीडित हिँड्नु परिरहेछ। उच्चो के हो यस्तो। लु जाम हिँड्नु के किन्ने। लु भर्खर अटोबाट झऱ्यौँ हामी। के किन्ने भन एल्जा तिमी? म त केही किन्दिनँ। म के किन्न चाहदिनँ। यो जाने बाटो। लु हामी पुरा उकालो चढ्दैछौँ। ल्याङल्याङहरू मान्छेसँग। ल बिचरामा कस्तो छ। ल हामी बाटो यस्तो छ होइन, यहाँ देख्न सक्नुहुन्छ। भिड तल छ पाखा। यहाँ डोरी छ, डोरी यो चाहिँ म अलिक बुझ्न सकिनँ के हो। दिदी नानी त कडक हिँड्नु खतरा हिँड्दो रहेछ त। हिँड्नु सक्दो रहेछ नानी त उहाँ पुगिसक्यो। नेट नचलेर हो। ल हिँड गाइस छिटो। सुडीलाई चाहिँ एउटा पोस्टले टेन्सन भइरहेछ। डाँडा काँडा गुड मर्निङ भनेर नाइट पोज भयो भने बिल्ला है। आयो टेन्सन छ जिन्दगी। कस्तो दामी लोकेसन। आकाश राम्रो हेर्न सक्नुहुन्छ। भिड आहा कस्तो राम्रो। यो के हो? आम्मामा शनि मन्दिर हो कि के हो? हाफपेन्ट फेरि पेन्टी जत्रो छ। पेन्टी जत्रो हाफपेन्ट को लगाएको छ? लगाएको छ। हो ठिक भन। यता हेर्नु सुडु कति राम्रो देखेको। यता यहाँ हेर्नु न चस्माले। तपाईँलाई देखेको छैन, आफूलाई त्यस्तो फिल त भइरहेछ नि। कति राम्रो वेदर। ल यहाँ मैले मिनी ब्लग हो क्या।
जङ्गलको बाटो फर्स्ट टाइम यसरी हिँडेको उयो दिक्कल जाँदा पनि हिँडेको थिएन यसरी आकाश पानी परि पनि हुन्थ्यो जाम जाम छिटो छिटो हो यही मन्दिर कि कहाँ हो मन्दिर ए ठिक छ अन्त ट्याङ्नेले ल मन्दिर आउन आँटेछ यही मन्दिर हो हामी जाने यहाँ राईहरूको चिन्डो देखाएको हौ यहाँ गाईहरूलाई ल जाम आकाश हेर्नु न कस्तो दामी भ्यू छ मेरो अनुहार भन्दा पनि धेरै भ्यू देखाउँछु यार म आज 30 मिनेट अरे पैदल यात्रा ल 30 मिनट होस् जाम ल गाई चाहिँ भिडियो बनाउँछ 30 मिनट हिँड्न सक्दिनँ जाँदैछ छुट्टीहरूको पछि म छु आज यस्तो छ वेदर आज तपाईँलाई पनि देखाउँदैछु वेदर यताको हाम्रो सानो पाथी भएर धरानको टक्क लाएर फेरि एक्सिडेन्ट हुन्छ 2 सिलिन्डर हो त्यो कस्तो दामी भ्यू हो नेचुरल भ्यू कस्तो नेचुरल भ्यू ल हिँड गाई छु दामी रिफ्रेसमेन्ट सुरुलाई सब हिँड्ने मात्र छ आज हिँडेको मात्र भिडियो गर्नु पर्यो नि त अब यहाँ यस्तो दामी भ्यू त कडक लाग्यो मलाई त भ्यू त किन हामी छिटो अनि तिमी उता जाऊ बच्चा बुच्चीहरू के हो यस्तो छिटो ए तार तिमी चाहिँ किन लास मारेको लजार छोरीलाई टिका बनाउन हता पानी रहेछ पानी खाँदा हुन्छ भाइ पानी खान चाहन्छु यहाँ म क्या चिसो पानी हो ना प्याज ओ गाइस हो चिया पानी खाने यस टिकटकको कार्यक्रम हुँदैछ अनि यहाँ पानी यहाँ खायौँ शीतल छ टिकटक म खतै छु नि त मान्छे ऐसेलीको बोट देखेको छैन भने हेर्नु है अलिअलि छ काँडा हुन्छ नि थाहा छैन ऐसेलीमा ऐसेली हो हुन्छ त ऐसेली झन् शीतल हुन्छ त फर्किँदा एउटा रहँदैन के
कसरी छ छिरे ऐसोलेको बोट आमा मोमो झरिन्छ है ऐसोले टिप्दाखेरि कान्छी नानी खानुहुन्छ खानु मिठो हुन्छ हौ गर्छ अरे बाँडा खानु भन्ने छैन कस्तो मिठो जाम यो बच्चा बच्चा खान्थ्यो कि खाने टिप्दिम फाइनली दर्शन गरेर निक्लियो हामी खिच्यौँ नि निक्लिने गरी दिदी यो निक्लिने गरी खिच्नुपर्छ हामी मन्दिर ल दर्शन फाइनली कस्तो भयो दर्शन राम्रो भयो ओ दिदी हामी खिच्यौँ ल छिटो चल्दैमा नि मन्दिर दर्शन भयो मन्दिर दर्शन यसो गरौँ न सानो पाती भएर हामी ठुल्ठुलो त्यहाँ बस्छौँ न फाइनली हाम्रो सक्यो पाथिभरा सानो पाथिभरा दर्शन अब हामी फर्किँदैछौँ दिदीहरू भिडियो बनाउँदैछ अनि म चाहिँ भिडियो बनाउँदैछु फोटो खिच्ने लड्को छ यार ओ गाइस छिटो छिटो म टिकटक बनाउने लड्को एउटालाई एउटा आफ्नै दुनियाँ छ ल फाइनली शिव मन्दिर है शिव मन्दिरको भ्यू यता भेलटार अब फर्किने माथि बसिरहेको छु अहिले खाली छ खाली पेट अल्छी लागेर मलाई ल गाइज भ्यू त राम्रो छ यार बढिया यार बढिया भ्यू यार दुईटा हातले सामान पर्छ यस्तो दामी भ्यू गइरहेको देख्न सक्नुहुन्छ उफ ल हामी चाहिँ अब बिदाबारी भयो बहिनी अब को बहिनी भन्छ ल छिटाउ छिटाउ ल फोटो सोटो हान्यो लास्टमा अलि हल्का रमाइलो भयो दर्शन गर्यो पाथिभरा माताले सबैको रक्षा गरून् हैन गर्नुहोस् मन्त्र पनि पढ्दैछु सानो भ्लग पनि बनाउँदैछु किन हाँस्यौ त अनि म लड्दाखेरि हाँस्छौ तिमी अलिकति मानवता भन्ने पनि राख्नु पर्दैन ल छिटाउ अब हो छिटाउ अब चाहिँ हाम्रो यात्रा स्काई भ्यू टावरमा कहाँ गएर आएको तिमी मन्दिर गएर आएको तिमी मन्दिरमा दर्शन ब्यागमा सुन्तला खाऊ स्काई भ्यू टावर अरे ओ के हो यस्तो आज आउँछ अलिअलि चढ्दैछ मान्छेहरू गर्मी हौ महाका के साह्रो गर्मी ल म्याम छिटो भयो यस्तो राम्रो भ्यू हो कस्तो छ अरे हेलो ल भ्यू हेर्न सक्नुहुन्छ चटक चटक परेको
उफ गर्ले है बसेर गलेर बसेको अरे